व्यक्त गर्दै उहाँका मन्तव्यको लागि म उहाँलाई यो मञ्च साधारण गर्दछु। फेरि पनि एकचोटि धरानको दोष सागर र माया। धन्यवाद छ कार्यक्रम घोषकज्यूलाई। यो श्री सूर्यनारायण भगवानको प्राण प्रतिष्ठा पूजा एवं समुद्घाटन कार्यक्रममा चाहिँ यहाँहरू सबैजनालाई हार्दिक नमस्कार पत्राउन चाहन्छु। यस कार्यक्रमका अध्यक्षज्यू, मञ्चमा आसीन अन्य अतिथिज्यूहरू, प्रमुख अतिथि आइपुग्नु भएको छैन, उहाँ आउँदै हुनुहुन्छ होला भनेर हामीलाई जानकारी प्राप्त छ। म चाहिँ अलि हतार किन भइरहेको छु भने अहिले काठमाडौँ जानुपर्ने भोलि हाम्रो सदनको बैठक छ अनि प्लेनले चाहिँ नपर्खेला कि जस्तो लागेर म जानको लागि अलि हतार भएको जस्तो भएको छ। म अत्यन्त खुसी छु यो मन्दिर स्थापना गर्नका लागि मैले शिलान्यास गर्ने सौभाग्य पाएको थिएँ र आज उद्घाटन समारोहमा पनि उपस्थिति जनाउने मैले सौभाग्य पाएँ। सूर्यनारायण है भन्ने बित्तिकै यो ब्रह्माण्डको सृष्टिकर्ता भन्ने बुझ्नुपर्छ। मैले बुझेको कुरा भन्ने हो। विज्ञानले पनि यो ग्रहहरू सबै पृथ्वीदेखि लगायत सबै ग्रहहरू चाहिँ सूर्यबाट नै होइन उत्पत्ति भएका हुन् भन्ने खालको विज्ञानको पनि तर्क छ, त्यो खोज अनुसन्धान छ। त्यसो भएको कारणले गर्दाखेरि हामी पृथ्वीको एउटा सानो प्राणी, हामी पनि सूर्यनारायण भगवानकै अंश हौँ भन्ने मलाई चाहिँ लाग्छ। त्यसो भएको कारणले गर्दाखेरि सूर्यको प्रकाश बिना, सूर्यको ताप बिना एउटा बिरुवा पनि उम्रन सक्दैन, हुर्कन सक्दैन, फुल्न फल्न सक्दैन र त्यही बिरुवाको उत्पादन खाएर हामी बाँच्ने प्राणी। हाम्रो जीवन पनि तपाईँको चाहिँ सूर्य बिना सम्भव छैन। सूर्य प्रकाश हो, सूर्य आस्था हो, सूर्य जीवन हो, सूर्य सत्व हो। त्यसो भएको कारणले गर्दाखेरि सूर्यनारायण भगवानको मन्दिर यहाँ बनिरहँदाखेरि अत्यन्तै यो ऐतिहासिक, अत्यन्तै ठुलो महत्त्वको पुण्यको कर्म यहाँ भएको छ र यो पुण्य कर्मलाई सार्थक बनाउनका लागि, सम्पन्न गर्नका लागि सहयोग गर्नुहुने सम्पूर्ण सहयोगदाताहरूलाई पनि म धन्यवाद दिन चाहन्छु। जो जतिले यहाँ सहयोग गर्नुभएको छ, तपाईँहरूले दान गर्नुभएको छ, ती सम्पूर्ण सहयोगदाता, सहयोगी मनका धनी मानिसहरूलाई पनि म हृदयदेखि धन्यवाद दिन चाहन्छु। यहाँ हामी सबै धर्म मान्ने मान्छेहरू मिलेर बसेका छौँ। धरान भनेको साँच्चै नै यस्तो एउटा ठाउँ हो जुन ठाउँमा चाहिँ हाम्रो राष्ट्रगानले भने जस्तो बहुल जाति होइन, बहुल धर्मका मानिसहरू मिलेर एकले अर्कालाई सम्मान गरेर, हामी एकले अर्कासँग सहयोग बराबर गरेर अत्यन्तै मिहिन तरिकाले अन्तर्घोलित भएर हामी बाँचिरहेका छौँ। त्यसो भएको कारणले गर्दाखेरि यो एउटा तपाईँको चाहिँ मन्दिर फेरि धरानमा थपिएको छ। धरानमा थुप्रै मन्दिरहरू छन् होइन, विजयपुर डाँडाभरि चाहिँ मन्दिरहरू छन्। पिण्डेश्वर मन्दिर, दन्तकाली मन्दिर, बुढासुब्बा मन्दिर, पञ्चकन्या मन्दिर, त्यस्तै मन्दिरहरूमध्ये एउटा मन्दिर तपाईँको चाहिँ यहाँ सूर्यनारायण भगवानको मन्दिर स्थापना भएको छ। अब यो पनि एउटा धार्मिक पर्यटनको केन्द्रको रूपमा विकसित हुन्छ भन्ने विश्वास हामी सबैले लिएका छौँ र सबैजना भक्तजन, श्रद्धालु जो जति हुनुहुन्छ, तपाईँहरू यो धरान 4 को यो चाहिँ मन्दिरमा आएर यहाँहरूले आफ्नो मनोकांक्षा विभिन्न खालका चाहिँ मान्छेले भगवानसँग हामीले माग्नु पनि पर्ने हुन्छ है। हामी मान्छे एउटा सानो प्राणी हौँ, भगवानभन्दा हामी धेरै नै गुणा हामी साना छौँ। त्यसले गर्दाखेरि हाम्रो आस्थाको केन्द्र, हाम्रो तपाईँको चाहिँ के अरे इष्टदेव, हाम्रो चाहिँ भक्तिको केन्द्रको रूपमा चाहिँ मन्दिरहरू स्थापित हुन्छ र ती मन्दिरहरूमा गएर हामीले पूजा आराधना गर्दाखेरि हाम्रो मनोकांक्षा पुरा हुन्छ भन्ने सत्य विश्वास र वास्तविकता पनि छ। म यहाँहरू सबैजनालाई
हृदयदेखि धन्यवाद दिन चाहन्छु। यो कार्यक्रम यति भव्य रूपमा आयोजना गर्नु नै यहाँका हाम्रा आजका सभापतिज्यू लगायत सम्पूर्ण उहाँका टिम र प्राविधिक पक्षमा खट्नुहुने टिम, आर्थिक पक्षमा खट्नुहुने टिम, सम्पूर्ण पक्षमा चाहिँ खट्नुहुने टिमलाई नै हृदयदेखि बधाई दिन चाहन्छु, शुभकामना दिन चाहन्छु र हार्दिक धन्यवाद पनि दिन चाहन्छु। र यो अत्यन्तै राम्रो कार्यक्रममा मलाई पनि निम्तो गर्नुभयो। म पनि आउने मैले चाहिँ शुभ अवसर पाएँ। यस अवसरमा म हृदयदेखि हर्ष व्यक्त गर्दै अहिलेलाई चाहिँ म त्यस्तै समयले गर्दाखेरि छुट्टिनु पर्ने भएको छ। म अनि अनुमति चाहन्छु। बसिदिए हुन्थ्यो भन्ने यहाँलाई लागिरहेको त छ, तर समय त्यस्तो खालको भएको कारणले होइन म अहिले जानु पर्यो। अन्यथा नमानिदिनु होला। म आएर झन्डै एक घन्टा जति बसेकी जस्तो लाग्यो होइन, समय त हेरिएन। र म सधैँभरि तपाईँहरूसँग छु होइन। मैले सदनमा के कुरा राख्नुपर्ने तपाईँहरूले पनि मलाई दिनुहोस् मुद्दाहरू होइन, मागहरू दिनुहोस्। म बोल्ने ठाउँमा छु। म सुनसरी एकको आवाज हो। त्यो सुनसरी एकको आवाजमा कुनै दल भन्दिनँ म। जुनै दलको मान्छेले पनि मलाई यस्तो बोल्नु है भनेर लेखेर दिनुहोस्, म बोल्नेवाला छु है। समय मिलाएर म बोल्नेवाला छु। जुनै धर्म मान्नेले पनि हामीलाई यस्तो हाम्रो माग छ है, यो बोल्नुहोस् है भनेर भन्नुहुन्छ भने त्यो म भन्नेवाला छु। जुनै वर्ग, जुनै जाति, तपाईँहरूको साझा एउटा प्रतिनिधिको रूपमा, सुनसरी एकको साझा प्रतिनिधिको रूपमा म त्यहाँ उभिरहँदाखेरि मैले सधैँभरि सुनसरी एकका जनताको होइन भावना, चाहना र आवश्यकतालाई मुखरित गर्नुपर्छ होइन। देशका चाहिँ राष्ट्रिय हाम्रो चाहिँ सार्वभौम सत्ताको कुरा, सार्वभौमिकताको कुरा, भौगोलिक अखण्डताको कुराहरू मैले त्यहाँनिर राख्नुपर्छ र सबै खालका कुराहरू यदि त्यो न्यायोचित छन् भने मैले राख्नुपर्छ भन्ने कुरामा म सचेत छु र म प्रतिबद्धता जाहेर गर्न चाहन्छु। यति भन्दै आजको यो अत्यन्तै ऐतिहासिक महत्त्वपूर्ण होइन कार्यक्रममा भाग लिन पाउँदाखेरिको हर्ष व्यक्त गर्दै म यहाँहरूबाट बिदा हुन्छु। नमस्कार छ। जय सूर्यनारायण भगवान। जय सूर्यनारायण भगवान की जय भनौँ न सबैले एकचोटि ल।